Man vs Wild. जुन जुलाईसँगै आउने यो गर्मीसँगै आउने यो पसिना पग्लिएर सकिन्छ कि झैँ गरेर पो आउँछ यो पसिना। यो वाक्क लाग्दो गर्मी छल्न साथी र म मिलेर चाहिँ हिँड्यौँ प्राकृतिक झरनातिर। युलङदेखि ताइपो जाने मिनी बस चढेर हामी कादरी फार्मदेखि अलि अगाडि झरेर हिँड्यौँ। यो घाम आधा घन्टा जतिको उकालो, ओहो हे प्रभु, नपुग्दै पसिनाले नुहाइन्छ क्या हो भन्ने पो पिर भयो। फेरि बाटोमा के देख्छु, ओहो ठिकै गरे भन्छु। अनि आज आउने भनेर कुराकानी गरेको 8 जना, आएको 2 जना। यस्तो अल्छी हाम्रोतिर मात्र हो कि तपाईँहरूतिर पनि छ हो? गर्मी छ भन्नेलाई चाहिँ कस्तोलाई गर्मी छ भन्छु भन्दा, जो घरमा एसी लाएर पनि अझै गर्मी भएर टी सर्ट खोल्छ नि, त्यसलाई मात्र हो कि गर्मी। यसरी हिँड्ने डाँडा हिँड्नेलाई त केही छैन आनन्द। Hey, focus stop. प्राइभेट पुलमा हैन। साँच्चीकै एकदम सुन्दर अनि रमाइलो लाग्यो मलाई यो ठाउँ। तपाईँहरू पनि आएर रमाइलो गर्नुहोला। यस्तै प्राकृतिक सौन्दर्यहरू देखाउँदै जानेछु। मेरो यस युट्युब च्यानललाई साथ सपोर्ट गरिदिनु होला भन्ने आशाका साथ फेरि भेट्ने बाचा गर्दछु। बाई बाई, नमस्ते, जय नेपाल।